नमस्ते। हिजो त्यो लामो समयदेखिको सपना पुरा हुँदैछ होइन त यो 17 प्रो म्याक्स त्यो ब्लू कलर कति भयो अब तपाईँले यस्तो राख्नुहुन्छ खोल्दा भइहाल्यो नि कलरबाट गर्नु होला हो यही कलर लान्छ होइन कति भुलिएन त्यसलाई देखाउनु त्यो निकाल्नु पेपर त्यसलाई ओपन गर कलर यस्तो गर्दाखेरि यस्तो गर्ने यस्तो साइड यही मन परेको भाइ मजा छ ओके खुसी हुनुहुन्छ नि केटाहरूलाई मस्त यहाँ पो छ त हो काम गर्नेलाई कष्ट गर्न आएर यत्तिकै क्रिकेट हेर्दै बस्दै गरिराखेका छन् अब खुसी पनि छन् अब केटाहरूलाई अब मत छ हो विदेशतिर हो केटाहरू नेपालमा को छ विदेशमा यस्तो हुन्छ हेर यति रमाइलो हुन्छ काम कस्टमर नभएको बेला फोन हेर्न पाइन्छ काम पनि खासै हुँदैन अब नेपालमा बस्नुभन्दा त पैसा पनि भइहाल्छ विदेशतिर हो केटा हो नेपालमा नबस्छ यता हेरी हेर न क्यामेराम्यान मलाई चित्रले के हो बसलाई देखाउँछ कि भनेर डर लाग्न थाल्छ नि उहाँ हुनुहुन्छ सुदूरपश्चिमी मोबाइल हेर्दा हेर्दा त्यस्तो हुनुहुन्छ गेम खेल्दै हुनुहुन्छ उहाँ कोही गेम खेल्दैछन् कोही गेम हेर्दैछन् यहाँ त मजा आफ्नै दुनिया छ है एकदम रमाइलो छ अब म लाग्दैछु क्रिकेट गेमतिर तपाईँहरू पनि हेर्नुहोस् है त उहाँ हुनुहुन्छ प्युठानी छिटो उहाँ हुनुहुन्छ प्युठानी छिटो अब घर केही दिनपछि घर जाँदै हुनुहुन्छ खुसीले हेरौँ न कस्तो गर्दै हुनुहुन्छ खुसी त खुसी नै छ हो मान्छे त हो अब घर जाने केही दिन मात्र बाँकी छ खुसी छ मान्छे जे होस् अब आएको पनि यो त अर्काको फेरि दुनियाँ बेग्लै छ उहाँ चाहिँ जाजरकोटी सोल्टी हो उहाँको फेरि छुट्टै छ दुनियाँ बेग्लै छ आफ्नो आफ्नै तरिकाले चल्दैछन् केटाहरू कोही खाना बनाउँछन् कोही गेम हेर्छन् कोही गेम खेल्छन् ऊ त सोल्टे फेरि मोरङ जिल्लाको सोल्टे फेरि यहाँ फेरि बेग्लै छ लिम्बू आफ्नै तरिकाले घुम्दै हुनुहुन्छ के भनिदिउँ है सेल्फी छ अझ खुसी त मान्छेहरू कस्टमर नआएपछि त्यस्तो खुसी हुन्छ हो कस्टमर नआएपछि त कोही यता गेम खेल्दैछ कोही उता के गर्दैछ कोहीले के गर्दैछ एकछिनपछि सबै केटाहरू व्यस्त हुन्छन् फेरि केही समयपछि फेरि पनि देखाउने छु म भिडियो बनाउँदै आएको केटाहरूले भन सुन्नु न यहाँ के भन्दैछन् मलाई फेरि यसो भिडियो बनाउनै पाइँदैन अरे फेरि डर लाग्दैछ यार चित्र नबनाउने अरू त यस्तै हो तर सोल्टेको हाँसो चाहिँ हो क्या है मोराङ सोल्टे मोराङ जिल्लाको सोल्टे लिम्बू हुनुहुन्छ उहाँ हेरौँ न मुस्कान त दिनुहुन्छ सोल्टेले फेरि क्यामेरा मैले देखाएको ल लाजले हेर्दै हेर्दै हुनुहुन्न मैले भनेको हेर्नु न हेर्नु भनेको नहेर्ने अरे भन्दै हुनुहुन्छ नहेर्ने लाज लाग्छ भन्दै हुनुहुन्छ देखाउँदै ल लाज भन्ने मान्छेले देखाएको डान्स अरे हजुर के भनिदिउँ र है अनुहार देखाम न भनेको लाज लाग्छ अरे तर डान्स गर्न चाहिँ भएन फेरि लाज यसो भिडियो बनाऊँ भनेको केटाहरू फेरि अब युट्युब हाल्ने पैसा कमाउने मात्रै भन्छ युट्युबबाट साँच्चै पैसा आउँछ होला र खै ट्राई गरी कोसिस गरी जारी छ के कस्तो हुन्छ लु हेर्नुहोस् यता फेरि कस्टमर नभएर झुङ्दै हुनुहुन्छ निदाउँदै हुनुहुन्छ मान्छे नभएपछि यस्तो बोरिङ पनि हुन्छ फेरि अब उतातिर जाउँ किन क्रिकेट हेर्दै गरेको साथीतिर भनेको त यहाँ त मोमोसोमो बनाउँदै रहेछन् केटाहरू त झाङ्ग्रीला छन् कि एकैछिनमा के गर्छन् एकैछिनमा के गर्छन् है यता फेरि मोमो बनाउने कार्यक्रम चलिराखेको छ जे होस् सबैजना हाँसी खुसी छन् अहिले कहिले गेम हेर्छन् कहिले के गर्छन् केटाहरू गर्दैछन् काम केटाहरूले मोमो बनाउँदैछन् आज त बनाउनै पर्छ यस्तो भुजा भएको हात के बनाउँछौ यहाँ भुत्नै भुजा
सबैजना अहिले बिजी भइसक्नु भएको छ कसैले मोमो बनाउँदै हुनुहुन्छ कसैले केही गर्दै हुनुहुन्छ भने यतातिर अहिले गेम छोडेर धुन थाल्नु भएछ अब काम सुरु भयो ल है केटाहरू छुट्टी पाइसक्यो ल है केटाहरू छुट्टी भयो अब घरमा केटाहरू आफ्नो आफ्नो बाटो जानु हौ लाउनुहोस् म भिडियो बनाइदिन्छु